अनि यो वर्ल्ड कप चाहिँ अलरेडी एक्साइटिङ भइरहेछ होइन। जसरी अब अर्जेन्टिनाले कमब्याक गर्दै आयो नि लास्ट मिनटमा, लास्ट मिनटको कमब्याकले गर्दाखेरि चाहिँ अझै थ्रिलिङ भइरहेछ है वर्ल्ड कप। अब स्पेनको गेममा चाहिँ के हुन्छ भनेर अब हामी पनि कन्फ्युज छौँ क्या, फेरि स्पेनले गोल हानेर फेरि अर्जेन्टिनाले कमब्याक हानेर जित्ने हो कि अब स्पेनले हानेर जित्न दिँदैन भने। तर मलाई चाहिँ स्पेनले जित्छ जस्तो लाग्छ। अब एज अ पोर्चुगल फ्यान पनि अब त्यस्तो हेट चाहिँ के होइन, मेस्सी नै अहिले अब जसरी खेलिरहेछ त्यसले पुष्टि नै भइरहेछ कि हि इज ग्रेटेस्ट अफ अल टाइम भनेर। तर मेरो पर्सनल प्रेफरेन्स चाहिँ सधैँ रोनाल्डो हुनेछ, तर म चाहिँ स्पेनले जितोस् भन्न चाहन्छु। यो यसपालिको वर्ल्ड कप चाहिँ मलाई रमाइलो फिल भइरहेछ, किनभने दुवै फेभरेट टिम नै फाइनलमा पुगेछन्। स्पेनले जित्यो भने, मेसीले अर्जेन्टिनाले जित्यो भने विन विन सिचुएसन जस्तै हो मलाई चाहिँ। तर अलिकति मेरो अलि झुकाव चाहिँ स्पेनतिर छ, किनभने उसलाई अहिलेसम्म 2 वर्षसम्म चाहिँ कसैले हराएको छैन। उसको चाहिँ अहिलेसम्म 37 म्याच अनबिटेबल भनेर चाहिँ उसले आफ्नो स्ट्राइक राखेको छ। सो मेरो चाहिँ रुझाव चाहिँ अलि स्पेनतिर छ, तर मेस्सी चाहिँ मेरो फेभरेट हो। सो त्यही पनि स्पेन चाहिँ मेरो टिम छ। यसपालिको वर्ल्ड कप धमाकै होला जस्तो छ। अब अर्जेन्टिना र स्पेन छ। अर्जेन्टिनाले अब कमब्याक हानिरहेछ, जे पनि हुनसक्छ यो पालिको म्याच, त्यही हो। अर्जेन्टिनामा त्यो कोअर्डिनेसन भन्ने छ जुन सबै टिममा हुँदैन, अनि उनीहरू आफ्नो लिडरप्रति छन्, समर्पित छन्, त्यही हो। अनि यसपालिको वर्ल्ड कपमा त मलाई खासै चाहिँ अब पोर्चुगलको सपोर्टर थिएँ म। पोर्चुगल नकआउट भइसक्यो, त्यस्तो खासै रुचि चाहिँ छैन। तर नि जित्नै पऱ्यो भने म स्पेनलाई सपोर्ट गर्छु। म चाहिँ रोनाल्डोको सपोर्टर होइन, तर अहिले चाहिँ जुन दुवै टिम चाहिँ फाइनलमा गएको छ नि, त म खास गरी अर्जेन्टिनालाई सपोर्ट गर्ने हो क्या। मलाई मेसी पनि ठिक मनपर्छ। मलाई लागेको चाहिँ योपालि अर्जेन्टिना नै जित्छ होला। अब टिमवर्क मेनली त फुटबलमा चाहिने एउटा मेन स्किल भन्दा हुन्छ टिमवर्क, जुन चाहिँ अर्जेन्टिनाले हरेक गेममा देखाइरहेको छ। मेन टिममा अब मेस्सी नै छ, तर अरूहरूको पनि पोटेन्सियालिटी नै छ। जस्तै लास्ट गेम अब इङ्ल्यान्डमै हेर्दाखेरि एन्जो फर्नान्डेजले राम्रै पर्फर्मेन्स दिएको छ। त्योभन्दा अगाडि जुलियन एल्भारेजको पनि राम्रै छ। त्यही गेममा पनि अर्को भनेको अल्माडाको पनि राम्रै थियो। अनि यङ्स्टरहरू पनि धेरै भएर पनि अर्जेन्टिनाको स्ट्रङ स्क्वाडै छ। म चाहिँ यो वर्ल्ड कपमा फ्रान्सको सपोर्टर थिएँ, तर स्याडली सेमी फाइनलमा चाहिँ अब नकआउट भयो स्पेनले। तर स्टिल म चाहिँ स्पेनकै सपोर्ट हो फाइनलमा चाहिँ। अब उनीहरूको पुरै वर्ल्ड कप भन्ने हेर्ने हो भने नि अब उनीहरूको डिफेन्स चाहिँ एकदम राम्रो छ होइन। अहिलेसम्म उनीहरूले 1 गोल मात्र कन्सिड गरेको छ टोटलमै ग्रुप स्टेजदेखि नै। सो त्यही हो, उनीहरूको स्ट्रेन्थ नै त्यही होला। फाइनल चाहिँ रोमाञ्चक नै हुनेवाला लागिरहेछ मलाई, किनभने स्पेनको नि प्लेयरहरू राम्रो छन्, अर्जेन्टिनामा नि राम्रो प्लेयरहरू छन्। त्यही भएर अलि मुकाबला चाहिँ टफ हुनेवाला लागिरहेछ मलाई। टफ गेम चाहिँ फुल टाइमभन्दा अगाडि नि जान सक्छ, त्यस्तो लागिरहेछ।